के तपाईले कहिले सोच्नु भएको छ इन्डियामा तपाई रेल चढ्नु भयो र केही घण्टामै नेपालको काठमाडौँ पुग्नु भयो? सुन्दा यो कुरा सपना जस्तै लाग्न सक्छ, तर अब यो सपना वास्तविकतामा बदलिन गइरहेको छ। आज हामी एउटा यस्तो परियोजनाको कुरा गर्दैछौँ जसले केवल ट्राफिक समय वा खर्च मात्र घटाउँदैन, यो नेपालको भौगोलिक, राजनीतिक र आर्थिक संरचनामा गहिरो प्रभाव पार्न सक्छ। परियोजनाको वास्तविकता भारतको रक्सौलदेखि काठमाडौँ रेलमार्ग हो भने यो 120 किलोमिटर लामो, 42 किलोमिटरको सुरुङ, 124 वटा पुल, 8 वटा रेलवे स्टेसन बनाउने अनुमान गरेको छ र गति 120 किलोमिटरको प्रति घण्टाको रहनेछ। अब कुरा आउँछ के यो गफ मात्रै हो त? होइन, भारतको कोंकण रेलवे कर्पोरेसनले यस योजनाको डिटेल प्रोजेक्ट रिपोर्ट DPR तयार गरेर नेपालको र भारतको दुवै सरकारलाई रिपोर्ट बुझाइसकेको छ। यो कुनै सामान्य योजना होइन, 25,000 करोड भारतीय रुपैयाँ अर्थात् 400 अरब नेपाली रुपैयाँ लाग्नेछ। त्यति मात्रै होइन, ट्रेनले यात्रु मात्र होइन, मालवाहक ट्रेन पनि चलाउनेछ र यसको भारत नेपाल व्यापारलाई नयाँ उचाइमा पुर्याउनेछ। अब ट्रेन आउँदा यात्रुलाई के फाइदा छ? आज तपाईँ हामी सुमो वा बसमा काठमाडौँ जान्छौँ भने कम्तीमा 1,000 भन्दा बढी भाडा लाग्छ, तर भोलि ट्रेनमा 150 रुपैयाँमा तपाईँ सोही दूरी सजिलै यात्रा गर्न सक्नुहुनेछ र लगभग 2.5 घण्टा भित्रै भारतको रक्सौलदेखि तपाईँ काठमाडौँको धरतीमा पाइला टेक्न सक्नुहुन्छ। तर हरेक सिक्काको दुई पाटा हुन्छ। यो परियोजनाको रिटर्न अफ इन्भेस्टमेन्ट मात्र 4% छ, अर्थात् 24 वर्षसम्म केवल लागत फिर्ता गर्न लाग्नेछ। यस्तै अवस्था हामीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि देखेको छौँ। बने पनि प्रयोग कम, घाटा धेरै र नेपालको राजनीतिक अस्थिरता, बारम्बार सरकार परिवर्तन हुँदा परियोजना पनि अल्पत्र पर्छ। त्यही भएर भारत सरकारको चासो भए पनि योजना अघि बढ्न ढिलाइ भइरहेको छ। तर यदि बन्यो भने दीर्घकालीन लाभहरू नेपालको तराई पहाड बीचको दूरी घट्नेछ, सस्तो व्यापार, छिटो यातायात र राजधानीसम्मको पहुँच सजिलो हुनेछ। यात्रु मात्र होइन, सामानको ढुवानी पनि किफायती हुनेछ र नेपाली बजारमा सामान सस्तो हुनेछ। अब प्रश्न तपाईहरुसँग छ, के तपाईहरुलाई यो परियोजनाको पक्षमा हुनुहुन्छ? के नेपालले यस्तो मेगा प्रोजेक्टमा हात हाल्नु पर्ने हो? तपाईको विचार कमेन्टमा लेख्नुहोस् र यस्तै भिडियो हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नु, लाइक, शेयर गर्नु नबिर्सिनु होला। धन्यवाद। जय नेपाल।